भन त सिरीबाट थकी तिमी के छ हालखबर तिम्रो ठीक छ सर सब ठिकठाक छ होइन त लाइसेन्स निकाल्यो लाइसेन्स निकाल्यो हाम्रो बालाखानी ड्राइभिङ ट्रेनिङ स्कुलमा सिकेर लाइसेन्स निकाल्यो होइन त एकदम दामी छ लाइसेन्स पनि निकालेर हामीले अहिले बाटोमा प्र्याक्टिस गर्नको लागि रोडमा निस्किरहेको छौँ होइन त हामी हो सर धोबीखोलाको कोरिडोरमा हामी गुटुङ टुङ 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 कुदिरहेछौँ होइन यहाँ सिकेपछि 100% तिमीलाई एकदम पक्का लाग्यो नि त मलाई विश्वास लाग्यो पहिले विश्वास लागेको थियो निक्लिएपछि 100% भएको 100% भइगयो अब हामी बाटोमा एकदम राम्रो तरिकाले हामी ट्राफिक नियमको पालना गरेर हामी गाडी चलाउन सिक्छौँ र गाडी चलाउँछौँ होइन हामी अब हो सर ल है त आजलाई धन्यवाद गरिदिउँ त हस् ल है त हाम्रो सिडी बुढाथोकी भाइ चाहिँ एकदम राम्रो 2 नम्बर गियरमा गुटुङ टुङ 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 कुदिरहेछ है हामी हजुर हो सर ल 1 नम्बर गियर चाहिँ कस्तो भारी हुँदो रहेछ है हुन्छ 2 नम्बर चाहिँ हल्का हुँदो रहेछ होइन त सिक्नु एकदम जरुरी छ हजुर है थाहा त पाउनु पर्यो नि त धेरै थाहा पाउनु पर्यो अनि 2 नम्बर गियर 3 नम्बर गियर 4 नम्बर गियर थाहा पाउनु पर्यो नि होइन हुन्छ यहाँ हर्न बजाउँछ चोकमा अब यो बिस्तारै जानुपर्छ यसरी बसहरू आइरहेछ फिलिली ल हाम्रो सिरीबाटी ल